तपाईलाई फेसबुक मेसेन्जरमा कसैले पठाएको मेसेज तपाईले रिड आउट गर्ने बित्तिकै पठाउनेले सिन भयो भनेर एकैछिनमा थाहा पाउँछ। इफ तपाईलाई फेसबुक मेसेन्जरमा कसैले पठाएको मेसेज उसले थाहा नपाउने गरी हेर्न मिल्ने सेटिङ थाहा छैन भने आउनुस् जोसुकैले पठाएको मेसेज पनि तपाईले रिड आउट गर्दा पठाउने मान्छेलाई सिन भयो भएन भनेर थाहा नहुने सेटिङ सिम्पल मेथडबाट सिकौं है त। एट फर्स्ट मोबाइलमा भएको फेसबुक मेसेन्जरलाई ओपन गरी मुनिपट्टि राइट कर्नरमा रहेको मेन्यु अप्सनमा टच गर्नु होला। देन तपाईको प्रोफाइल मुनि रहेको सेटिङमा टच गरेर थोरै स्क्रोल डाउन गर्नुभयो भने यहाँनिर प्राइभेसी एन्ड सेफ्टी भन्ने अप्सन देखाएको छ नि, हो यसमा टच गर्नु होला। देन यहाँबाट अगेन स्क्रोल डाउन गरेर मुनि आउनुभयो भने यहाँनिर रिड रिसिप्ट अप्सनलाई सिलेक्ट गरेर अगाडि बढ्नु होला। त्यसपछि यहाँनिर सो रिड रिसिप्टको राइटमा रहेको टगल स्विचलाई यहाँबाट यसरी टर्न अफ गरिदिनु भयो भने जोसुकैले पठाएको मेसेज तपाईले हेरे पनि पठाउने मान्छेले सिन भयो भएन भनेर थाहा पाउँदैन। इफ यो सेटिङलाई तपाईले फेसबुकमा भएका सबै साथीभाइहरूलाई लागू गर्न चाहनुहुन्न, केही निश्चित व्यक्तिलाई मात्रै यस्तो सेटिङ गर्न चाहनुहुन्छ भने यहाँबाट ब्याक गएर अगेन मेसेन्जरमा जानु होला। देन जुन व्यक्तिलाई मेसेज हेरे पनि थाहा हुन नदिने सेटिङ गर्न चाहनुहुन्छ उक्त व्यक्तिको प्रोफाइल नेममा यसरी टच गरेर माथि राइट कर्नरमा रहेको इन्फो आइकनमा जानु होला। देन थोरै स्क्रोल डाउन गरी अगेन यहाँबाट रिड रिसिप्ट अप्सनलाई सिलेक्ट गरेर यहाँनिर सो रिड रिसिप्टको राइटमा रहेको टगल स्विचलाई यसरी अफ गरिदिनु होला।